हेलो एभ्रिवान, नमस्ते सबैलाई अनि सेवा र छ है सबै सम्पूर्णलाई। आज पनि सानो एउटा भिडियो लिएर आइयो। कृपया फुल भिडियो हेरेर लाइक कमेन्ट गरेर सपोर्ट गर्नु होला। आज चाहिँ सिङ्गै माछा लिए एउटा। यो सिङ्गै माछा चाहिँ कत्ला चाहिँ उतै फेलाउन लगाइयो अनि यतै रुममै काटेर यहाँ पहिले गाउँघरमा त्यो सानोमा के माछाको तिते खाएको याद आयो के, त्यसैले आज अब उतै दोकानमै काट्दाखेरि त राम्रो काटिदिँदैन यिनीहरूले। अनि काट्नु त राम्रै काट्छ तर अब तिते चाहिँ राम्रो निकालिदिँदैन के, सबै मिक्स गरिदिन्छ। अनि त्यसैले रुममै राम्ररी सफाले काट्ने अनि तिते मजाले सपरेट निकालेर केलाएर चाहिँ तिते अलग्गै अलिकति अचार चट्नी ठिक्क चट्नी अलिकति बनाउनु पर्यो तितेको भनेर तिते निकालियो। तिते निकाल्नको लागि रुममै लिएर काटियो माछा। पुरा तिते खानु पाउँदाखेरि पुरा खुसी हुँदैछ के मन फेरि मेरो चाहिँ फेरि। अनि माछा काट्यो मजाले धुलाइयो। तिते चाहिँ पहिले सानोमा साह्रै खाइन्थ्यो कि, साह्रै मिठो। फेरि यो कतिपयलाई चाहिँ मनपर्छ कतिपयलाई मन पर्दैन, तर मलाई चाहिँ साह्रै मनपर्छ कि यो माछाको तिते भयो, कुखुराको तिते भयो है। यस्तो तितेहरू चाहिँ सानैदेखि खाएर त्यो एउटा स्वाद पसिसकेको छ कि मुखमा, एउटा मनमा त्यो पुरा यादगार छ कि। त्यसैले तितेको लागि सिङ्गे माछा लिएर आइयो। अनि यो माछाहरू काटेर धुलाएर अब यसलाई मेरिनेट गरेर हल्का 15-20 मिनट राखेर त्यसको बादमा टक्क फ्राई गर्नुपर्छ होइन। यसलाई फ्राई अलग्गै अनि तिते अलग्ग बनाएर आज खाउन त भनेर अस्ति एक बार भाँगडा खाइएको थियो। भाँगडा पनि ठिकै लागेको थियो। अनि यो चाहिँ रौ माछा चाहिँ मलाई मनपर्छ साह्रै। काँडा हुन्छ कि, तर काँडा भए पनि मजाले फ्राई गर्नुपर्छ, बहुत मजा लाग्छ रौ माछा चाहिँ। अनि फ्राई गरेर अब खाउन त भनेर। अनि ठन्डा छ जाडोमा है, तातो खानको लागि अब फ्राई गरिन्छ। मेरो भिडियो चाहिँ प्राय किचनको आउँछ साथी हो। किचन मेरो भिडियो यही भिडियो भन्ने छैन, मेरो कन्टेन्ट मतलब मेरो यही भन्ने छैन, मेरो मिक्स आउँछ। कहिले किचनको, कहिले ड्युटी प्लेस गएको, कहिले कता गएको हो। मेरो फेसबुकमा चाहिँ भिडियो सबै आउँछ 12 मिसल, अलिक टेस्टी हुन्छ। एउटै मात्रै कति हेर्नु यसको मात्रै एउटै मात्रै आउँछ भिडियो भनेर मान्छेले कतिपयले हेर्छन् कतिपयले हेर्दैनन् त होइन। सबै थोकको मिसल लगायो भने चाहिँ कहिले किचनको, कहिले बाहिरको, कहिले रिल छैन, सबै किसिमको लगायो भने चाहिँ हेर्नेलाई पनि यसमा त सबै थोक हेर्नु पाइन्छ भनेर कतिपयले हेर्नुहुन्छ। कृपया हेरेर सपोर्ट गर्नु होला। यो एउटा तावामा चाहिँ अब तिते पकाउनुको लागि स्टार्ट, यो कराईमा चाहिँ माछा फ्राई। के गर्नु, माछा मासु बनाउनु चाहिँ मलाई सोकिङ के एकदम। फेरि आफैले बनाएको खाएर होला, आफैले बनाएको गरेर होला। फेरि अरूले बनाएको साह्रै चित्त बुझ्दैन के, त्यति मजा लाग्दैन। अब आफूले अर्कै टाइपले बनाउँछ नि त, आफ्नो हुन्छ नि तरिका बनाउने, कसले कसरी पकाउने होइन। म चाहिँ एकदम रोस्ट गरेर अनि लास्टमा ग्रेभी हाल्नु पऱ्यो भने रोस्ट पहिले बनायो, ग्रेभी पनि अब मजाले के पाक्ने गरी मजाले बनाएर मात्रै लतक्कै परेको हेर्दै खाउँ लाग्दैन। अनि खाँदा पनि अझै टेस्टी के। कतिपयको चाहिँ बनाइ कस्तो हुन्छ भने हेर्दा खाउँ लाग्ने, खाइसकेपछि टेस्ट हुँदैन होइन। कतिपयको चाहिँ अब त्यस्तै हुन्छ। अब बनाइ आफ्नो बनाइ अब आफ्नो किसिमको हुन्छ। तर मेरो चाहिँ अब मलाई चाहिँ किचनमा काम गर्नु, खानापिना पकाउनु, यता सोकिङ। फेरि खानापिना मात्रै पकाउनु होइन, मलाई सबै एभ्रिथिङ अलराउन्डर काम गर्नु चाहिँ मजा आउँछ। सब फेरि सबै गरिन्छ। छोरा मान्छे भए पनि अब के गर्नु, सानैदेखि गरेको होइन। आज भोलिको दिनमा छोरा मान्छे न छोरी मान्छे सबैले बराबरी हो, सबैले गर्छन्, सबैले खान्छन्। त्यही हो साथी हो, के गर्नु। भिडियो चाहिँ कृपया लामो हुन्छ होला, मजाले हेरिदिनु। हेरेर मेरो पकाइ कस्तो लाग्यो है, लास्टमा फिनिसिङ कस्तो छ मजाले हेर्नु होला। यो चाहिँ तितेको लागि प्याज, लसुन, खुर्सानी मजाले डढाएर भन्दाखेरि हल्का रातो बनाएर त्यसमा चाहिँ अनि माछाको आन्द्रा लगाएर
मलाई चाहिँ साह्रै मिठो लाग्छ कि तिते, त्यसैले अस्तिदेखि खाउँ भन्दा पनि अस्ति एकबार पनि खाएँ। अस्ति एकबार चाहिँ भिडियो गर्नु भएन, योपालि चाहिँ भिडियो नै गरिदेऊ न भनेर अनि माछाको तितेको भिडियो गरौँ भनेर अनि कति प्रायः त मनपर्छ नि त साथीहरूलाई, तर कति तितो मन नपर्नेहरूलाई चाहिँ पर्दैन फेरि। यो चाहिँ तितो हुन्छ फेरि, यो तितो भए तर यसको स्वाद, यसको टेस्ट अलग छ क्या फेरि। तितो अब कतिवटा तितो हुन्छ, करेला तितो हुन्छ, यो तितो हुन्छ, अर्को बहुत तितो हुन्छ नि त होइन। आफ्नो आफ्नो स्वाद अनुसार तितो हुन्छ फेरि। यो तितो चाहिँ अर्कै खालको मिठो छ क्या फेरि, तितो पनि मिठो पनि। ल है साथीहरू, कृपया हेर्नु होला। आजको स्पेसियल डे भनौँ न, स्पेसियल डे नै भनौँ न। अब काम दाम छैन, माछा उछुटेर पर्छ त त्यसका बाजे। जिउँदै छ क्या हो, काट्नु त अघि काटेको। यो चाहिँ अब लास्ट ट्रिप। अब यो चाहिँ अब खतम। यता तितेको लागि तिते अलरेडी पाक्दैछ, यता माछा अलरेडी पाकिसक्यो, अब खाना मात्रै बाँकी छ। अब खाइन्छ साथी हो, के गर्नु। भिन्डी सब्जी छ अलिकति, यता तिते यता माछा हो, अब खाइन्छ। पुरा खुसी लिएर न तिते खानु पाउँदाखेरि फेरि।